भ्यालेन्टाइन विक चलिरहेको छ, तपाईको जीवनमा यस्तो मान्छे पर्यो भने तपाईँ एक्सेप्ट गर्नुहुन्छ गर्नुहुन्न? ल यो पुरा भिडियो हेर्नुहोस् अनि कमेन्ट ठोक्नुहोस्। होइन भने 76 सालभित्र नेपालको पानी जहाजले झन्डा हालेर कसरी सामान बोकेर हिँड्छ, कसरी मान्छेको हुन्छ हामी देखाउँछौँ। गैँडा अमेरिका जन्मिँदैन, युरोपमा जन्मिँदैन, अस्ट्रेलियामा जन्मिँदैन, यहीँ आउनुपर्छ। यही देखाऊ। जिन्दगीमा एकपल्ट गैँडा हेरेन भने जोसुकै विकसित देशको जोसुकै मान्छे होस्, जोसुकै धनी होस्, गैँडै देखाएको छैन। आधा जिन्दगी खेल। रेल आउँछ, पानी जहाज पनि आउँछ, टिकट काट्न पाइन्छ, काउन्टर खुल्छ, त्यसको सूचना पनि हुन्छ। सिलिन्डरको खेल समाप्त गरिदिन्छु। घरमा चुलामा पाइप जति बाटो हुन्छ अब डिजलको धुवा छोड्ने खालको बस होइन, इलेक्ट्रिक बस चलाउनु। बिपी कोइराला अहिले बाँच्नु भएको भए काङ्ग्रेस छोडी एमाले प्रवेश गर्छु भनेर एमालेमा। काठमाडौँ पोखरा रेल आइसकेपछि बेनीसम्मका रेलका लागि त केही भन्नु पर्ला जस्तै लाग्दैन मलाई। पोखरा रेल आएपछि बेनी जाँदैन, बेनी जाँदा कहाँबाट जान्छ? पुष्पा हुनु परेन? पुष्पा त स्टेसनै हुन्छ। केही वर्षको कुरा हो यो।